भिडियो चाहिँ मैले यहाँनिरबाट बनाएको छु है। यहाँनिरबाट भिडियो बनाएको छु। अस्टिन लपान ब्लास 18 अस्टिन 18 को बिल्डिङमा हामी छौँ भनेर एक्लै छु है। हामी चाहिँ होइन कि एक्लै छु। यहाँबाट सर र जाँदा जाँदा कस्तो ठाउँमा पुगिन्छ देखाउँदैछु मैले। हजुरलाई ब्याकग्राउन्ड देखाउँदैछु है। ल्यान्स यस्तो ठाउँको घरहरू, दोकान भेरबिना के यो अस्टिनको भेरबिना है। रमाइलो छ। बुटा यहीँ छ सर र के आनन्द। मौसम सफा छ है। यसपालि मौसम धेरै धेरै सफा छ। एक्चुअली भन्नु पर्दाखेरि यस्तै छ। म साइडको बाटो हिँडिरहेको छु। यता छेउछेउको बाटो, गाडीको कुना कुनामा भिडियो बनाउँदै हिँड्ने क्रममा चाहिँ यस्तो ठाउँमा आइपुगिएछ। गाइजहरू माया गरिदिनु होला। गङ्गा हिस्की भ्लगलाई नबिर्सिनु होला, सम्झिनु होला, माया गरिदिनु होला। यस्तो छ। हजुर भाइ नमस्कार है। के हो यस्तो? ल ओटी पर्दियो? ओटी पर्यो? ए बेलुका कति बजी जाने? 9 बजीतिर। सन्चै आरामै हुनुहुन्छ नि होइन? हो ल सन्चै हुनुहुन्छ नि। दाइलाई लाज लाग्यो? ए सँगै यता आउनु, सँगै आउनु। सँगै बसेर त लाज लाग्दैन होला नि। यो के दाइ? के लिएर हिँड्ने? केटाकेटी झैँ टक्क लाएर अब यसो आज तीजको दिन धर्मकर्म चरालाई यसो खाने कुरा चरालाई मान्छेलाई दिनुहोस् न हौ। मान्छेलाई अब यहाँ अब नेपाल जस्तो छैन होइन। अब सबैले कारै कारमा हिँड्छ। अब हामी दिएको नि खाँदैन होइन। त्यो त्यस्तो बेइज्जत नगर्नु नि त। त्यही भन्दाले बुढो चरालाई दिने। उनीहरूलाई दिएको मान्छे त्यही चरालाई दिनु ए ल ठिक छ। हाम्रो दाइले एकदम आफ्नो अब कहाँ अब छोडिन्थ्यो त म आफै खाइन्थेँ नि। तर तपाईँको यो उसै भएन कि दाइले नदेखाउने। दाइ चाहिँ लजानु भयो उहाँ। मच्छरले टोक्छ दाइलाई। हिँड्दै गर्ने क्रममा हाम्रो नेपाली दाइ हो। मलेसियामा सेक्युरिटी गर्दै हुनुहुन्छ। ड्युटीमा हो बिचरा। ड्युटीमा अलिक भिडियो बनाउन अलिक कर लाउनु पनि भएन। आफ्नो आफ्नो समस्या हुन्छ। त्यस कारणले गर्दाखेरि छोटो मिठो कुराकानी गर्न पाइयो। यस्तो छ हेर्नुहोस् है। बाटोघाटोमा हिँड्दै गर्दाखेरि म के देख्छु फुल भनेपछि यस्तो फुल। मलाई यो फुल हो नि एकदम मनपर्ने फुल हो। 12 मासे फुल। यो 12 मास फुल्ने फुल हो। क्या राम्रो आमा, म छोड्नै मन लागेन यो फुल। यो फुललाई छोड्नै मन लागेन। यस्तो दामी छ। जता हेरे हरियाली हरियाली नै मनपर्ने। सेक्युरिटी आउट हो। यहाँबाट चाहिँ बाहिर जानलाई कार्ड चाहिन्छ। गाडी घोडाहरूलाई चाहिँ मान्छेहरू त छिरिहाल्छ। गाडी घोडाहरू यसबाट निकाल्नलाई चाहिँ कार्ड चाहिन्छ। यस्तो छ अवस्था है गाइजहरू। कति बोल्ने कति घुम्ने हौ कति घुम्ने। यस्तै छ दिन जिन्दगीहरू चलिरहेछ। चलाएकै छु। आहा रात पर्ने बेलामा आनन्द। बेलुकाको समयमा क्या फन्टेस्टिक ठाउँ छ। हेर्नु त फुल फुलै फुलले सजाएको ठाउँ। आहा यत्रो सानो ठाउँ हुनुपर्छ फुल भइहाल्छ। यो फुल छ। ए ल है यस्तो फुल छ। सानो सानो फुलहरू ल है। जति हेरे उति नै हेर्न मन लाग्ने बगैँचा। ल रमाइलो छ। कहाँ जाने? गाडी रोकियो चलेन।
गाडीहरू आएको छ माथि घरबाट निस्केर आएको गाडीहरू टक्क लाएर जानलाई यसरी छिर्नलाई यस्तो कार चाहिन्छ कार हान्यो बल्ल त्यो खुल्यो गयो गाडी आउनलाई निस्कनलाई छिर्नलाई जस्तै छ ए जिन्दगी चले जिन्दगी डाँडै पिपलुमा चल्यो बतासा मनै छोरीलाई जाने माया कता छ याद दामी आहा ल भिडियो एन्डिङ